हेलो गाइज, गुड मर्निङ गाइज। कस्तो स्वागत तपाईँहरू सबै सन्चै होला। आज मैले सुरुवात गरिरहेको छु, हेर्नु सक्नुहुन्छ। बिहान उठेर हामीहरू होटल जान लागिरहेको छौँ। म होटलमा गएर कामसाम गरिदिन्छ। अब हामी एक दिनमा के गर्छु भने तपाईँलाई आज देखाउँछु म। कति काम हुन्छ कति काम हुँदैन भनेर देखाउँछु। अब आज हामी यहाँ थियौँ, यतापट्टि खाएको थियो। यहाँ यति पुरै यहाँबाट उहाँसम्म बाइकै बाइक छ, उहाँसम्म गाडी नै गाडी छ। के भएछ आज थाहा छैन। यो त ठुलै मान्छे मऱ्यो जस्तो लाग्छ। उता गाडी नगएको मुस्लिमहरू खेल्छु उता अगाडि उता माथि मुख हेर्नु मुस्लिमको रहेछ क्या, त्यतापट्टि रहेछ भने त ठुलै मान्छे हो, हेर्नु सक्नुहुन्छ। तेरो भिडियो हेर्नु त होइन। आज पूजा 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 आज मुस्लिमहरूको पूजा हेर्नु सक्नुहुन्छ। यहाँ यस्तो भइरहेको छ, कस्तो डर लाग्दो जस्तो हुँदैन यार है। हेर्नु त बाबा केही पनि भन्दैन। हेर्नु सक्नुहुन्छ यस्तो भइरहेको छ आज। यहाँ भिडियो यहाँ बनाउन मिल्दैन अलिकति। यहाँ त्यही पनि हेर्नु सक्नुहुन्छ पुरै मान्छे नै मान्छे छन्। जतासुकै मान्छे पुरै आफ्नो आफन्त आछन्, बिचराहरू मरेर गयो। अब के गर्ने, यस्तै हो। त्यही त नि सबै मुसलमानहरूको यो सबै के गर्ने, बिचरा जिन्दगी यही रहेछ। त्यही भएर अस्ति पुरै साफसफाइ गरेर यहाँ टिम बनाइराखेको थियो कि, कलर सलर गरेर सबै गरेर राखेको थियो। हेर्नु सक्नुहुन्छ कति धेरै छ पुरै भिड, पुलिसै पुलिस छ त्यहाँ। तिमी हेर्नु सक्नुहुन्छ। अहिले देखाउँछु तपाईँ सक्नुहुन्छ। यहाँ यस्तो मेला लगाइरहेको छ, के को मेला हेर्नु त, मान्छे मऱ्यो पनि यस्तो पुरै पुलिसको भ्यान गाडी सबै आएको हेर्नु सक्नुहुन्छ। यहाँ पुरै यस्तो बाटोमा हेर्नु के हो खै थाहै भएन। यहाँ के भएको चाहिँ के हो अलिकति थाहा भएन। सबै पूजा गरिरहेको छन् आफ्नो। हेर्नु सक्नुहुन्छ हामी जिममा आइसक्यौँ। जिममा अहिले एक दुईजना मात्रै छन्, कोही पनि छैन, एकजना मात्रै छ, दुईजना छन्। हेर्नु सक्नुहुन्छ आइसक्यौँ। यही हो हाम्रो जिम। हुन्छ हामीले अहिले चेस्टको थियो आज, चेस्टको सबै भ्याएर अब फोरम्स खान लगाइरहेको छौँ। हाम्रो जिम यही हो। अहिले हामीले फोरम्स खान लगाइरहेको छौँ। चेस्टको गरेको देखाउन पाइएन क्या अहिले, त्यही भएर यसो फोरम्स हान्ने फेरि जाने। अब रुमतिर हेर्नु सक्नुहुन्छ जिम हाम्रो यही हो नि, के गर्ने पनि यस्तो छ जिम। अब कम पैसाको भत्ता जिम हो, अलिक त्यहाँबाट पैसा छैन। मैले त्यही भएर यस्तो नराम्रो देखेको छ। हेर्नु सक्नुहुन्छ यही हाम्रो जिममा। गाइस हामी आयौँ जिमबाट बाहिर, सुकुन मिलेछ। हाम्रो साढे हातपट्टि ट्याक्क दार्जिलिङबाट आइरहेको छ। प्रोटिन खाँदै राम्रोसँग राख्छ, अब आनन्दले चिसो अब खाँदै जाने हो। सरर लगाएर हेर्नु सक्नुहुन्छ। अब चिल छ अहिले फेरि तपाईँहरूलाई त्यहाँ सबै हामीले कामसम्म भ्याएर रुममा आयो। अब रुममा जानु लाग्छ हेर्नु सक्नुहुन्छ। अँधेरो रातिको 12 साढे 1 भइसक्यो। ए अब रुममा जानु लाग्छ बुढी म भाइ भएर। अब यसो रुममा जाने, अब आनन्दले रेस्ट गर्ने। आजको लागि भ्याइयो काम चल्दैन भन्दाखेरि त्यो एकदम धेरै काम चल्यो क्या यार। काम चल्दैन भन्दाखेरि धेरै काम चल्यो नि। यहाँ हाम्रो त सबै अब कम भ्याइयो, तन्दुरी भ्याइयो, रोटी सबै एकैचोटि भ्याइयो हाम्रो त। के भन्ने अब यस्तै होटेलमा आज पनि कुखुरा लिएर आएन कि, त्यही भएर। ल तपाईँहरूलाई पनि यस्तो यस्तो भिडियो चाहिन्छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। म अझै यस्तो भिडियो लिएर आउँछु तपाईँहरूलाई नयाँ सधैँ। ल बाई बाई। के भनिदिनु त भाइ, लाइक गरिदिनु, सपोर्ट गरिदिनु। हाम्रो भाइले पनि भनिदिइसक्यो ल।